सेवन्ने सेवन्ने र रोटी चाहिँ यसरी पोल्छु दाउरामा। हामीले ग्यासमा पोलेको रोटीले गर्दा हामीलाई नाना थरीका बिमार भेटाउँछ। यसै कारण हामीले बिहान अल्छी नमानिकन 5 मिनट 10 मिनट लाग्छ हामीलाई। तर हामीले 5 मिनट 10 मिनटमा यसरी आगोमा पोल्यो भने शरीरलाई बिमार पनि नभराउने प्लस रोटी पनि राम्रो हुने र त्यही कारण म तपाईँहरूलाई यो आग्रह गर्छु कि तपाईँहरूले पनि बिहानको रोटी बनाउँदा यसरी आगो फुकेर सिक्नुहोस्। एकदमै राम्रो भएर जान्छ। बिमार पनि भेटाउँदैन। पहिला हामीलाई आमा पापाहरूले स्कुल जानुभन्दा अगाडि बिहान यसरी बुकुरमा पोलेर खरानी चलेको रोटी हातमा टकटकाउँदै खाएर हामी स्कुल जाँदा कति आनन्द हुन्थ्यो। आज त्यही समय हामीमाथि परिआयो र अब त्यस्तो रोटी हामी तपाईँ खान पाउँदिनँ। र एकदमै राम्रो हो यो पोलेको रोटी। हेर्नुहोस् एकदमै राम्रो रोटी हो यो। यसरी खानुपर्छ र सधैँभरि तपाईँहरूले यसरी नै खाने गर्नुहोस्। यसरी पोलेर खानुहोस्। कोही बात छैन तपाईँहरूले ग्यासमा तावालाई तताएर साइडमा अङ्गेटी अथवा आगो बोकेर गर्दा पनि हुन्छ। र खानु चाहिँ यसरी हो। यसले चाहिँ हामीलाई तागत पनि दिन्छ र हामीले यो रोटीलाई यसरी खाएर आगोमा पकाएर खायो भने हामीलाई एकदमै राम्रो हुन्छ। हेर्नुहोस् यसरी मजाले फुलिन्छ, कहीँ डढेको पनि छैन। यो रोटीलाई हामीले पहिला आमा पापा भन्दाखेरि यसरी नै खुवाउनुहुन्थ्यो। उहाँहरूले यसरी नै गरेर हामीलाई खुवाएर स्कुल पठाउनुहुन्थ्यो र त्यति बेला यो रोटी बुकुरामा यसरी पोल्दाखेरि खरानी हुन्थ्यो। हामीले हातमा यसरी टकटकाएर एउटा दुईवटा खाए पनि हामीलाई कति आनन्द हुन्थ्यो। अहिले चाहिँ अब हाम्रो पालामा के निस्क्यो ग्यासमा पोलेर खानुपर्ने। त्यही कारण त्यो रोटीलाई हामीले ग्यास भएको कारण त्यही हो। हाम्रो नानीहरू कडा जिउहरू नभएको कारण त्यही हो। त्यही कारण यो चाहिँ के भन्छ भने एउटा पुस्को गएर आहार हो। र तपाईँहरूले पनि बिहानको रोटीलाई चाहिँ यसरी नै आगोमा पोलेर मजाले पोलिसकेर टक्कै सब्जी जे पनि बनाउनुहोस् र पोलेर चाहिँ यसरी राखेर नानीहरूलाई पनि दिने बानी गर्नुहोस्। ल कुरा बुझ्यो?